गाइज यो चाहिँ टक्क एभलान्च आउँदैछ कि हेर्नुस् कति ठुलो एभलान्च आयो। के हुनु एभलान्च आएपछि यस्तो हुन्छ है, साउन्ड स्पिडमा आउँछ। ल हेर्नुहोस् यो चाहिँ किन आयो भन्दा माथि चाहिँ पत्थरको माथि बरफ थियो, बिहानदेखि घाम लागिरहेको थियो, त्यो एउटा परत चाहिँ पग्लिएर एभलान्च आयो। धन्न हामी चाहिँ त्यही बाटो हुँदै यता थियौँ, थोरै 5 मिनट पहिला आउनाले हामीलाई केही भएन। नाइस यार, यो पानी भन्नु होला, यो बरफ बगेको नि फेरि